यता आएर बर्थडे विश गरली भन्न त्यसको क्रस लाइक पठाउँदो के लाइक। हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो है त। अनि आज चाहिँ हामी फेरि जान आएको छौँ यता ट्युसनबाट टुर। बम सर जता हामीहरूको हेड हुनुहुन्छ, लिडर हुनुहुन्छ, जता लगेर जाँदै हुनुहुन्छ। बम सर जसलाई थाहा छैन त्यता उता यसलाई सोधे हुन्छ। हामीहरू ठ्याक्कै पुगिसक्यौँ। मैले चाहिँ ढिलो हजुरहरूले बम सरलाई चिन्नु भएन भने चाहिँ प्रिन्जङ साउथ टिकटकमा सर्च गर्नु होला, चिनिहाल्नुहुन्छ। ल गाइज ल सर्च गरेर बम सरलाई हेरिदिनु होला। एन्ड त्यही हो कि मैले हल्का ढिलो अहिले भ्लग स्टार्ट गरेँ किनभनेपछि मेरो साथी पनि भ्लगर हो। भ्लगको नाम साथी? ब्लगको नाम चाहिँ प्रिन्स भ्लग 17 है। हामी चाहिँ कोइलीताल जाँदैछौँ अनि आज धेरै रमाइलो हुनेछ किनकि हामी ट्युसनबाट जाँदैछौँ। यता चाहिँ यो प्रोग्राम चाहिँ हामीहरूको लागि होइन है। हामीहरूको यता ट्युसन यता छ, हामीहरू उता अहिले ग्राउन्डमा जानेछौँ। अहिले गएर रमाइलो गर्नुपर्छ है त गाइस, एकदमै रमाइलो गर्नुपर्छ होइन। मेरो साथीको आज मेरो साथीले भनेको थिएन आज सिक्रेटली लुकेर बिहा भने रहेछ। यता हामीहरूको उता त्यो ट्युसन हो अनि उता नै हामीहरू वेट गर्न लान् सिधा उता गएर सिधा उता गएर हामीहरू तपाईँलाई देखाउनेछौँ मैले। अनि टक्क सरलाई पनि भेटाउनेछौँ। उता नहेर्नु सबैजना वेट गर्न लान्। यो अहिले रिसमा भइसकेको छ। आयो भन्दैन यो बस हामीहरूको वेटिङमा। ए प्रिन्स आयो भन्दै ओ गाइस यता हेर न हामीहरूको लम्की हो प्याका प्याक छ त राजा। हाम्रो लागि त सिटै रिजर्भ गरेनौ त। ए छोड के भित्र जानु छैन अहिले। आउन बाहिर आउन तिमी उल्टा हिँडेरै जानुपर्ने भनेपछि त उठेरै जानु। उता हामीहरूको सरहरू सर भेटिसक्नु भएको छ। सर आयो भनिदिनु। सर आज हामी कता जाँदै हुनुहुन्छ भनिदिनु न सर। सर भनिदिनु न कता जाँदै हुनुहुन्छ भनेर। ए सर अहिले हल्का सरलाई हल्का बिजी हुनुहुन्छ अहिले। हल्का बिजी छोडिदिउँ। 80 पुसी तुसी घितेछ नि लुन्डी। त्यही हो एउटा यो बस अनि अर्को बस यो छ अनि अर्को बस ऊ नि त्यहाँ छ राजा। ल थ्याङ्क यू। ल ऊ नि केटाहरू अझै त सरले 3टा बस मगाइसक्नु भएको छ अकाउन्ट पढ्ने। ऊ हाम्रा सर त उता हुनुहुन्छ। सर चाहिँ अहिले हल्का ऊ गर्दै हुनुहुन्छ। हल्का सर पैसा दिँदै हुनुहुन्छ खै के को लागि हो खम्बाको लागि। सर बेटी पानी ल्याएर आउँदा ए पानी हामी पानी लिएर आउँदैछौँ। ए ल दौड केटा दौड। त्यही हो ए केटा आयो भन। पानी अनि लग्न जान लाग्छु ठ्याक्कै यता कम पढेर तिनवटा एड गरेर जान लाग्छु। उता नि त्यहाँ हो धेरै पनि टाढा होइन। अहिले हामीले मजदुरी गरेर जानुपर्ने हो। त्यही हो त्यो नदेखाम मजदुरी गरेको नदेखाम। त्यही हो अब जानेछौँ टक्कै लगेर अनि त्यो सिधा बसमा स्टार्ट गरेर बस सिधा स्टार्ट हुनेछ। अब हल्का ढिलो ब्लग स्टार्ट भयो त्यसको लागि सरी छ तपाईँहरूलाई। एक चिज सोध्न चाहन्छु नि तिमीलाई। कोइलीताल यो सर जहिले ह्यान्डसम हाम्रो। अरू सर जस्तो कोही देखिन नि यता। सर जस्तो ह्यान्डसम कोही छैन कि यता म भनौँ भनेपछि त। त्यही हो हामीहरू पनि छैनौँ। हामीहरू त छैन त्यो त हो रियली हो। बस चाहिँ हिँडिसकेको छ यता। सर आयो भनिदिनु। ए ल यता हाम्रो बस हिँडिसकेको छ। यता हामीहरूको अर्को बस पनि हिँड्नलाई रेडी। छिटो आयो जाउँ छिटो। ओ आयो भन। नेट चल्न छैन कि आज कहीको मोबाइल हो ए यहाँ कोही बिना पेमेन्ट वालो छ के। कति भयो अहिले गीत नबजे सबै यसकै लाग्दा देख्न सक्नुहुन्छ। सरले पनि यसलाई दोष दिँदै हुनुहुन्छ अनि यिनी दुइटाको लाग्दा म त चुपचाप बसेको छु।
त्यही हो अहिले हामीहरू लम्की क्रस गरिसक्यो त्यही नि वेदर चाहिँ त्यस्ताको त्यस्तै छ त्यही हो वोइस हल्का ठुलो आउँदैछ भने हल्का माइन्ड नगर्नु होला किन भनेपछि यता यो चाहिँ मेरो बहिनी हो केही नभन्नु होला हतियार बोके पनि होइन आयो भने बाबु पेट्रोल पम्पमा हामीहरू यो पेट्रोल भर्दैछौँ हो कि नै पेट्रोल भर्दैछौँ कि नै राजा इधर यो हो कि यतिको सपोर्ट हुनु पर्यो हामीहरूले ठ्याक्कै रिच गरिसकेको छ यता कोइली ताल चाहिँ खतरै रहेछ त्यसरी राम्रो छ कोइली ताल चाहिँ दामी छ हामीहरू टक्क यता पुगेर हामीहरूको गाडी यता अहिले पार्क भइसकेको छ हामीहरू अहिले टोइलेट गरेर आयौँ सबैजना यता केटाहरू हामीहरूको साथीहरू सबै अनि यता यो अहिले चाहिँ पछितिर जामला यतातिर आइएम ओके सर ओके सामान उतार्छौँ अब हामीहरू सामान उतारेको देखाउँछौँ तपाईँलाई अनि टक्क त्यसपछि अनि हामीहरू रेडी फर भ्लग तपाईँलाई देखाउँछ टुर होइन त दाइ यो सब सामान हो दाइ ल त्रै उता यता यता गरे सरले अनि पढे ठ्याक्कै स्पाइडरम्यान हामीहरू हेल्प गर्दैछौँ सरहरूलाई अनि फेरि हामीहरू घुम्न जान्छौँ हजुरलाई टुर ठ्याक्कै हामीहरू देखाउँछौँ सरले त आएर काम स्टार्ट गरिसक्नु भएको सिधै आउँदै सास पनि फेर्ने हामीहरू सट्ट यो यता खाना बनिरह सबै बनिने स्टार्ट न त अहिले चाहिँ नास्ता बनिन्छ किनकि हामी छिटो पुगिहाल्यौँ अनि यता केटाहरू झाडु मार्न लान केटा बाबा हाई भनिदेऊ यस्तै हो अब यता दोस्त हाई भनिदेऊ ल निखिल ब्लगमा आफूलाई हेर्नु है राजा ल यता हामीहरूको विवश राजा फेरि पनि आइसकेका छन् हामीहरूको ब्लगमा काट्न लान एलिस यता यता तिमीले एचएममा किन गएनौ ल यता सबै बिजी छन् राजा एउटा खतरा अहिले नास्ता खाना हो भन नास्ता खाएर एनर्जी आएर एनर्जीको लागि यो अन्डाको व्यवस्था छ हाम्रो सर नास्ता बाँड्दै हुनुहुन्छ नहाल्नु अगाडि सर हजुर त हुनुहुन्छ कन्टेन्ट सर ह्यान्डसम हजुरको थम्बनेलै हजुरको सर अन्डा र डुनट लाइनमा हेरेर लगाइज हामीहरूको यता नास्ता चाहिँ यो हामीलाई मिलेको छ अनि कतिवटा अन्डा कतिवटा मिलेको थियो मैले त 4 ल्याएँ त एउटा इल्ने लग्यो ऊ तिनलाई दिदिए अनि एउटा ऊ तिनी दुइटालाई दिदिए अनि दुइटा मेरो चाहिँ गोजीमा छन् अहिले एकछिन पछि देखाउँछौँ वेदर चाहिँ दामी छ अनि वेदर हेर्दै खाँदैछौँ यस्तो दामी हो सिन पनि दामी छ यता हेर्नु 4वटा अन्डा खाएर अहिले दबाएर मजाले बस्नु हो कि होइन अन्डा वान गाइस के भने ए पानी खा भन्न लाएर चाहिँ यिनीहरूलाई मैले एउटा अन्डा दिएर अझ अन्डा चाहियो भन्यो भने म यो अन्डा मुखमा हान्ने त यिनीहरू कसम यिनीहरूका हान्ने त मतलब नखाने जस्तो न उठाउने जस्तो गराइदिन्थ्यो मैले त 5 अन्डा लिएँ 4 अन्डा लिएर आएको थिएँ कति लिएर आएको थिएँ 4 मैले पनि 4 ल्याएँ तर मेरो चाहिँ मिल बाटेर खाने भन्छ क्या एउटा यिनीहरूले दियो अनि एउटा अर्को साथी थियो मैले 2टा अन्डा एउटा गोजीमा छ अझ अर्को देखाउँछु
5 लाख भन्नु पनि त्यसरी त अच्छा अब त अरूलाई दिँदो अन्डा आफ्नो गोदामा एउटा हाल्न सक्यो अन्डा 2 गाइज अन्डा 2 त्यसै हो त्यो हामी कहीँ गएको छैन मजा आयो गाइज पार्टीको खिलाउने आज पहिले त्यो भन सुभाष रोड नयाँ बस्ती बर्थडेको पार्टी पनि दिएको छ क्या बर्थडेको पार्टी बर्थडेको पार्टीले ट्याक्क हेरेर क्या मेरो एउटा साथी थियो क्या भयो कि नै म एउटा कहानी सुनाउँछु मेरो एउटा साथी थियो है गाइज सब प्रेममा हो एउटा हुन्छ प्यारमा अन्धा एउटा हुन्छ पागल मेरो त्यो साथी दुइटै थियो क्या कस्तो भयो भने चाहिँ त्यो एक दिन एउटा त्यो बर्थडेको दिन अब त्यो एउटा क्रस थियो क्या क्रस त्यो एउटा क्रस थियो क्या एउटा हुन्छ नि पागल मान्छे आफू यति धेरै मेसेज चलाएर त्यसलाई यो पनि थाहा छैन कि मेसेज आएपछि नोटिफिकेसन आउँछ भनेर है अनि एउटा हुन्छ अन्धो अनि एउटा हुन्छ अन्धो कि त्यसलाई त्यति पनि थाहा छैन मेसेज आइसकेपछि देखिन्छ पनि भन्छ ल एक्चुअली ल एउटा नोटिफिकेसन नआएला त्यो एउटा कुरो होइन त्यही पनि मेसेज आइसकेपछि देखिनु त पर्ने हो अनि त्यो निच त्यो मतलब यति गिरा मान्छे बर्थडे विस गरली भनेर त्यसको क्रस लाइक पठाउँथ्यो क्या लाइक थम्बनेल अब म त्यो साथीको नाम चाहिँ लिन चाहन्न होइन मलाई बर्थडे भन्दाखेरि याद आयो क्या त्यो चाहिँ बर्थडेको मान्छेको कुरा गरे अब बर्थडे कसको थियो अब नभनौँ लाज हुन्छ क्या लाज त्यस्तै हो अहिले हामीहरू टक्क घुम्दैछौँ दामीसँग उता न हेर्नुहोस् योवाला सिन हेर्नुहोस् यता सबैजना यता गाहान हामीहरूको साथीहरू हुन् तिनीहरू पनि यतातिर पनि यस्तो यतातिर पनि यस्ता यो दामी सिन छ अनि यतातिर हामीहरूको केटाहरू हिँड्दैछन् अनि यताबाट चाहिँ म अहिले चाहिँ केयरफुल्ली एकदम दामीसँग पुलबाट यता यो पुलबाट आयो ए यो चाहिँ कोइली ताल है हामीहरूको फेरि है त्यही हो जाँदैछौँ अहिले मेरो चस्मा चाहिँ हराइसके जस्तो छ कता खै कता गयो अनि माथितिर राखेको थिएँ कि टाउकोमा अहिले त छैन मेबी हरायो कि कतै खस्दियो कि के हो त्यस्तै छ यताको नाम चाहिँ राजा आफ्नो नाम भनिदेऊ त के रहेछ रितेश के रहेछ यस्तै राम्रोसँग भनौँ राजाको नाम चाहिँ रितेश रिक हो अनि राजा पनि एकदम चिल मान्छे एकदम यो एउटा भर्खर उफ्रेको अहिले भ्लगर हो त्यो 1-2 दिनको नसा हो त्यो 2 दिनपछि निस्किहाल्छ अनि त्यस्तै हो सबले अनसब्सक्राइब गरिदिनु होला जहिले हेर्नुहुन्छ त्यसले च्यानल अनफलो गरिदिनु होला अनसब्सक्राइब गरिदिनु होला जहिले हेर्नुहुन्छ त्यो उर्मित ब्लग 17 गरे निखिल ब्लग सब्सक्राइब प्लिज यो चाहिँ त्यही हो हामीहरू साथीहरू सबै छौँ त खाना खान लागिहाले गरे ए आइ पनि त केटा हो यहाँनिर जाँदैछौँ यता साथीको नाम के गरे निशान्त रावल साथीको नाम निशान्त रावल हो अनि त्यही हो साथीहरू चाहिँ कलेजको यी चाहिँ मेरो कलेजको फ्रेन्ड हुन् है फेरि यी कलेजको फ्रेन्ड हुन् म चाहिँ आउट कलेजको फ्रेन्ड यी चाहिँ वीरेन्द्रको मतलब मेरो पहिल्यैदेखिको 8 क्लासदेखि सँगै पढ्यौँ हामी 3 सालसँगै पढ्यौँ त्यही भएर मेरो साथी हो ऊ चाहिँ एन्ड त्यही हो हामीले यता अघि चटपटे खायौँ तर तपाईँलाई त भ्लगमा देखाउन सकेनौँ उता चटपटे खायौँ कति पिस भयो 6 पिस 6 पिस मात्रै हो सर 12 पिस ए ल थ्याङ्क यू सर नै चाहिँदैन मलाई चम्चा हातसम्म त थ्याङ्क यू नै चाहिँदैन अरू सबै चाहिँ यता छन् हामीहरू चाहिँ खाना खाँदैछौँ खाएर चाहिँ लि तपाईँलाई चाहिँ एउटा मासुको खसीको मासु चाहिँ बाइट अगर जो चाहिँ खसी खाँदैन त्यो चाहिँ त्यसको लागि चाहिँ मटर बाइट त्यही हो पनिर त्यो मटर पनिर चाहिँ देखिन लाग्छ नि राजा त्यही भएर भने हो कि माथि जाने हो अनि यता आइसक्रिम चाहिँ अहिले आएर कसैले कसैले स्पोन्सर गरेपछि जाने हो हामीहरू टक्क माथि जाने हो अब हाई गरिदिएर मेन आइसक्रिमको खोल देखिको अब खान मन लाग्यो मलाई त अब गाइस
मेरो अहिले फेरि यता मन्दिरमा पनि जानेछौँ अनि ऊ त्यहाँ पनि जाने मन त छ तर उता चाहिँ यो बिचमा ताल परेको छ बिचमा यता हेर्नु सक्नुहुन्छ हजुर अनि त तलतिर एउटा यता हामीहरूको रितेश दोस्त चाहिँ आइसक्रिम लग्दैछन् कतिवाला 10 वाला ब्रो यार धेरै पैसा छैन सकिसक्यो पैसा ल ठिक छ केही छैन हामीहरू खाइहाल्छौँ कतिजना छु गरे 6 जना छु गरे 6 जनाको लागि चाहिँ हामीहरू रितेश दोस्त चाहिँ हामीहरूको आइसक्रिम लग्दैछन् ए ट्याक्कै ल स्ट्रबेरी फ्लेभर स्ट्रबेरी आयो भने त गाइस आयो भने त राजा अनि यता यी पनि बसेका छन् आयो भने त्यो यता म पनि खान लाग्छु यो ठ्याक्क जस्तो कि तपाईँलाई हामीले भनेको थियौँ यताबाट देखाउँछौँ भनेर यता ठ्याक्कै यता लेक छ यस्तो दामी लेक छ अनि यता हामीहरूको झन्डा चाहिँ नेपालको जय नेपाल जय घन्टी जय बालेन ल गाइस है जय नेपाल जय घन्टी जय बालेन है गाइस ल त्यति हो हर हर महादेव है त गाइस महादेवको रहेछ हर हर महादेव एन्ड त्यही हो लेक चाहिँ घेरेर अनि केटाहरूलाई ऊ त्यहाँ केटाहरू बोलाउला हामीहरू चाहिँ अहिले पर्खिया छौँ यिनीहरू गइसकेपछि हुन्छ हामीहरू जाँदैछौँ अगाडितिर त्यही हो हामीहरू ऊ त्यहाँसम्म पुग्ने छौँ उता हामीहरूको नेपालको झन्डा छ त्यहाँसम्म पुग्ने छौँ एकदमै नजिकमा नजिक उता चाहिँ जाने हुन्छ हुँदैन हामीलाई थाहा भएन गर्दैछौँ जे हो हामीहरूलाई पुग्नु थियो यता हामीहरू मेन ठाउँ पुगिसकेका छौँ अरू हामीलाई केही चाहिएको छैन मेबी हामी अगाडि पनि पुग्नु ट्राई गर्छौँ बट हामीहरूलाई पुग्नु चाहिँ यतै थियो त्यहाँ चाहिँ छुइसकेँ मैले उता केटाहरू उता छन् अब यसपछि चाहिँ हामीहरू बिचमा छौँ एकदम तपाईँहरूलाई यो देखिँदै थियो नि उताबाट यही हो रिसोर्ट चाहिँ एन्ड हामीहरू यता पुगिसकेका छौँ 20 to 20 मा हामी बिचमा छौँ एकदम बसेका छौँ चिलमा हो कि नै दामी मजा आइरहेको छ कि सजेस्ट चाहिँ साथीहरूले गरे हुन् यस्तो मजा आइरहेछ यो गाइस फेरि हामी फर्किँदै रिटर्न यो हामीहरूको ग्रुप उता छ एउटा अनि एउटा उता छ ल हामी फाइनली ल्यान्डिङको तयारीमा हामीहरूको ल्यान्डिङ यता सब बस भइसकेको रहेछन् हामीहरू अब एक्लै पढ्यौँ हामीहरूको बस छुटिसकेको रहेछ भन्दा हामीहरूले खबर पायौँ या गाइस हामीहरूको बस छुटिसक्यो भन्दा हामीले खबर पायौँ अनि यता हामीहरूको साथी यो भाग्न भएको छ सो गाइस हामीहरू यता उत्रिसकेका छौँ हामीहरूको त्यहाँ बस छन् हामीहरू उत्रिसकेका छौँ कता गाइस घोडाघोडी ताल उत्रिसकेका छौँ फेरि पनि अनि केटाहरू भन्दैछन् यता हामीहरूलाई के चाहियो गरे हामीलाई चाहियो उखुको रस यो चाहिँ हामीहरूको घोडाघोडी ताल स्टार्टिङ ऊ त्यहाँ छन् सरहरू हामीहरू त्यहाँ जाने हो सर हामीहरूको अकाउन्ट सर ओपी केटीहरूले घेरेको हजुर ल गाइस घोडाघोडी तालमा आएर घोडा नदेखेपछि त के नै हो र यता हामीहरूको रियलवाला घोडा छन् जता घोडाघोडी तालमा आएर हामी घोडा देख्दैछौँ हामी अगाडि जाउँ कि नजाउँ भन्ने जस्तो भएको छ एन्ड यो हामीहरू अहिले घोडाघोडी ताल पुगेर चट्ट यताबाट मान्छे आउँदैछन् भनेपछि दामी छ कि क्या अगाडितिर हामीहरू अगाडितिर गएर यताबाट गएर हेर्नेछौँ वेन सर्टकट इज अभाइलेबल वाइ सुड वी फलो द लङ प्रोसेस यु नो लङ रुट एन्ड लङ प्रोसेस होइन मेरो साथीले भनेको पनि सही हो अब मैले भनेको पनि सही होला अब के थाहा मेरो दिमागमा चाहिँ आयो मैले त्यो बोलिदिएँ एन्ड त्यही हो अब जब सर्टकट छ भनेपछि किन त्यत्रो त्यो लङ गरेर मेहनत गरेर जाने भनेपछि त्यस्तो हो कि अब सबै यताबाट आइरहने यत्रो यो बाटो तलतिर छ है बाटो उ गरेर हामीहरू यहाँ यताबाट आयौँ यताबाट गएर सट्टा यताबाट यस्तो गरेर यस्तो जान्छौँ भइहाल्यो जसँग दिमाग छ त्यो यताबाट जान्छ मेबी नत्र भने चाहिँ जो अल्छी छ त्यो यताबाट जान्छ म त यताबाट जान्छु किनभने चाहिँ म अल्छी पनि छु मसँग दिमाग पनि छ त्यही हो हजुर राजा घोडाको टालमा पनि लेक नै छ अनि यता अगाडितिर चाहिँ हल्का फुल्का जता भिडियो बनाउन सक्यो हिँडेर त्यस्तै छ खासै केही छैन त्यस्तो केही मजा आउँदैन हल्का 30 जस्तो ठाउँ
भएपछि हल्का शान्तिसँग बस्ने जस्तो ठाउँ भएपछि हल्का रमाइलो लाग्छ। उसै त हामीहरू आउनु पनि यत्रो ठुलो ग्रुपमा आएको छु, 110 को ग्रुपमा आएको छु, 120 समथिङ मेबी त्यति होला। ग्याङ आइबन्दियो ल, ग्याङले पनि आइबन्दिएछन्। यति ठुलो ग्रुपमा आएको छौँ। बहिनी यता भिडियो बनाउँदैछ। अब यस्तो एक्सपेक्ट गर्न सकिँदैन नि त कि नै हामी यति कमजना यताउति अनि हल्का पिस मिल्यो, मान्छे नभएको ठाउँ जस्तो हो जस्तो गर्न सकिँदैन, किनकि हामी 120 जनाको ग्रुपमा आएको छौँ। सो त्यही हो, धेरैभन्दा धेरै मान्छे त हामीहरूकै छौँ। सो मेरो चस्मा पनि हराइसक्यो, दुःख लाग्यो। अब अर्को चस्मा किन्नुपर्छ, सेम त्यस्तै त्यही हो। एन्ड हाम्रो केटाहरू एउटा हाम्रो साथी चाहिँ गायब हो अनि एउटा साथी चाहिँ अगाडिबाट आउँदैछन्। एउटा साथी चाहिँ हामीहरूको अगाडिबाट आउँदैछन्। रिसमा हो कि डराएर हो कि जुत्ता निकाल्दैछन्। क्यामेराको अगाडि जुत्ता निकाल्दैनन्। लाऊ है अगाडि, पछाडि पछाडि गाइस तपाईँलाई देखाउने सबभन्दा दामी भ्यू यता छ नि। यता चाहिँ भ्यू हो, जस भ्यूलाई चाहिँ मलाई आई लभ यु भन्नु मन लाग्यो। यता दामी छ, यता यता हेर्नु दामी दामी भ्यू। यता दाईको पनि दामी, दाई आइबन्दिनु। दाईले पनि आइबन्दिनु भयो ल। अनि यता ट्याक्क बेबी वेलकम टु के भनेको छ, यता पढिदिनु होला, पोज गरेर पढिदिनु होला। त्यति टाइम भएपछि तपाईँहरूसँग यो नै हो घोडाघोडी ताल। एन्ड जो तपाईँहरूले फोटो एन्ड भिडियो हेर्नुहुन्छ मेबी यहाँनिरकै होला, किनभने चाहिँ सबैजना यहाँनिरै नि फोटो खिच्न रुचाउँछन्। अनि यता चाहिँ हामीहरूको सबैजना छन्। आइबन्दियो गाइज। एन्ड हजुर दामी दामी पोज हान्दियो। यस्तो 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 वाला यो ल ल जाऊ यता हेर ल ल ल। थम्बनेल मिलिसकेको छ हामीहरूलाई, दामी 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 थम्बनेल मिलिसकेको छ हामीहरूलाई। सो यहाँ त्यहाँ हेर्नु सक्नुहुन्छ खतरो के खिलाडी अन द टप, खतरो के खिलाडी खतरो खिलाडी 2.0। म चाहिँ यसमा जम्प गरेर सिधा उतातिर पारी हान्ने छु। तपाईँहरूले रिभ्यू दिनु म कसरी गयो भनेर। ल त अब यताबाट यस्तो गरेर खतरो खिलाडी 2.0 ल म आइसकेको छु। ल तेरो पनि पाली ल, खतरो खिलाडी 2.0 ल ल ल आइसक्यो। हक दिया। अब तक तो मुझे लगा सिर्फ पाद रहा है, लेकिन ना भाई, हक दिया। राजाको नाम चाहिँ के रहेछ? मेरो नाम चाहिँ हिमाल रावल। यताबाट पनि बाटो यो, पछाडिबाट आउनु बाटो रहेछ। यता चाहिँ क्यामेराम्यान। हामीलाई सीमित टाइम 20 मिनट मात्र दिएको थियो। अब हामीहरूको ब्लग पनि इन्डिङ हुन आँट्यो अन्त राजा ब्लग पनि अब हामीहरूको इन्डिङ हुन आँट्यो। अब यस्तै हो, माया गर्दै रहनु होला, सबैले सब्सक्राइब गरिदिनु होला है त। म भन्दैन, आज भनिरहेको छु, सब्सक्राइब गरिदिनु होला, सबैले लाइक पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला, जस जसलाई चिन्नुहुन्छ त्यसलाई। एन्ड त्यही हो, अब हामीहरू यताबाट निस्किने छौँ। फेरि पनि अझ थोरै फेरि पनि थोरै एउटा क्लिप आउनेछ यसपछि पनि। यता फाइनली हामीहरूलाई सिट मिलिसकेको छ। हजुर हामी चाहिँ अहिले चिया पिन जान लागेको छौँ। केटाहरू आउँदैछ। ल गाइस यति नै थियो हामीहरूको अब रमाइलो। अबदेखि 12 को तयारी गर्नु पर्यो है गाइस। सब 12 को उनीहरू हो, त्यो त भन्न छुट्याएको थियो। जति पनि टुरमा गएको थियौँ सब 12 को थियो। यति नै थियो। त्यही हो, 12 कै थियौँ सब। जति पनि टुरमा गएको थियौँ ट्युसनबाट 12 कै थियौँ। अब त्यही हो, अब भिडियो राम्रो लाग्यो भने तपाईँहरूले पनि हामी जस्तै इन्जोय गर्नुभयो भने लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु है त। सबैलाई माया, सबैलाई सपोर्ट गरेकोमा धन्यवाद। अनि त्यति नै। अब सर्ट ब्लग आउने हुन्, अब लङ चाहिँ नहाला, अब मेबी आउन पनि सक्ला। त्यही हो, थ्याङ्क यू सो मच।